यो मेरो जन्मघर पाल्पा हनगादी साबिक बन्दी पोखरा गाविस वार्ड नम्बर 2 हाल तानपा 11। यो मेरो घर अब यस्तो छ हालत अहिले घरको जीर्ण अवस्थामा छ। यहाँ तल ठुलो बुवाको घर हाम्रो यो धारो पानीको धारो यहाँ चाहिँ यो तलको ठुलो बुवाको घर हो। यसरी हनगादीको हाल झाडी छ बारीहरू यस्ता छन् बाँझा भए यतापट्टि बारी लिचीको बुटो आगो लाएर यस्तो भएको भछौँ। यता मेरो टोयलेटको हालत यस्तो छ। यहाँ यो मेरो बारी हो एकदम खेती हुने बारी। आँपका बुटहरू यता छन् आँपको बगैँचा थियो यहाँ अझै पनि छ। उता माथि वैद्य जनक घिमिरेको घर यता बसन्त पनि यहाँ छन्। यिनी बसन्त ल हनगादी आएका छन् दिदी भिनाजुको घर भन्दै हामी यहाँ पाल्पा ऋणी हुँदै भैरवस्थान मन्दिर दर्शन गरेर आज यहाँ घरमा आएका छौँ। यता लिचीको बुटो भयङ्कर छ हाम्रो घरभन्दा अल्गो लिचीको बुटो भइसकेको छ। असम राम्रोसँग लिची खान आउने हो। बेलौतीका बुट्टाहरू छन् सबै छ फलफुलहरू जति पनि भएको ठाउँ हो। यो गाउँ नै खाली भएको भएर यहाँ मान्छे नबसे भएर यो अहिले जीर्ण अवस्थामा छ। यहाँ 24 घन्टा पानीको धारो पानी आउँछ र पनि मान्छेहरूको सुख सुविधाले गर्दाखेरि यसरी उहाँ पारी तल्ले घर उता घर पारी देखिएको तल्ले घर हो भने उता यहाँबाट यो छेडबाट हेर्दा तानसेन बजार शुद्ध देखिन्छ। उहाँ पारी चाहिँ तानसेनको तस्बिर हो। तानसेन उता माथि जोय डाँडा यसरी देखिएको छ। अहिलेलाई यति नै।